भाउजू ए भाउजू ओहो हैन नानी, कहाँ बनाइस् तैँले बहिनी? यो कति राम्रो हो के। त्यही काली माटीमा बनाएको नि। ए भाउजू नन्दको मुन्टी चाहिँ क्या हो त? हजुर। ओहो नानी पो आउनु भएछ। ओहो दाइले अस्तिबाट जाऊ जाऊ भन्दाखेरि हेर दाइ बिजी भएर आज पनि घर आउनु न। ल ल ल आउनु आउनु आउन मन लाग्यो। ल ल नानी, म त खुसी लाग्यो। आउनु आउनु भित्रै आउनु। ल ल आउनु 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 आउनु। अनि के छ नानी घरतिर हालखबर? सास ससुरा सन्चै हुनुहुन्छ? अनि ज्वाइँ नि ज्वाइँ के गर्दै हुनुहुन्छ आजभोलि? ठिकै छ भाउजू, अरू त सबै ठिकै छ। सासू ससुरा पनि ठिकै हुनुहुन्छ। ज्वाइँ पनि त्यही घरमा खेतीपाती गर्ने हो, तर आजभोलि खासै सन्चो चाहिँ छैन। भन के भयो र ज्वाइँलाई? के हुनु र, त्यही आजभोलिको रुगा खोकी छोरी रोइ जस्तो हो। म छोरी लिएर आउँछु है दिदी। ल ल छिटो आउनु। कतिदिनको लागि बिदा दिनुभएको छ? कतिदिनमा आइज भन्नुभएको छ ज्वाइँले? यसपालि त म 15-20 दिनको लागि भनेर आएको नि भाउजू। यतिन्जेल चाहिँ बस्छु भनेर आएको। ए 15-20 दिनलाई बस्ने गरी आउनु भएको? ए ल ल। अनि भोक लाग्यो होला, चियापानी के खानुहुन्छ? पानी खान्छु नि भाउजू। ए ल हस् ल। होइन बल्ल बल्ल यत्रो टाइममा माइत आउनु भएको के? यो थोत्रो खात्री लाएर आउनु भएको? के भन्छन् हाम्रा छिमेकीहरूले? यो साडी लिनु ल। दाइले मलाई कति धेरै माया गरेर जापानबाट ल्याइदिनु भएको मेरो फेभरेट साडी। मलाई यति धेरै माया गरेर यति महँगो साडी मरिजाम एकचोटि पनि लाएको भए त मैले। यति महँगो साडी मलाई किन दिनुभएको त भाउजू? तपाईँलाई दाइले कति माया गरेर ल्याइदिनु भएको थियो होला। मैले दिएँ त। लाउनु न नानी, हजुरले लाउनु। अरू कसैको साडी होइन, हजुरकै दाइले जापानबाट यति माया गरेर मलाई ल्याइदिएका गिफ्ट मैले हजुरलाई दिएँ लाउनु। के सधैँ यही झोत्र झात्री लाएर बस्ने विचार छ? ल नानी, अब हजुरलाई पनि भोक लाग्यो होला, फ्रेस हुनु, सफा भएर बस्नु। सपनालाई पनि भोक लाग्यो होला, बच्चाको आमा, उसलाई पनि भोक लाग्यो होला। म खानाहरू रेडी गर्छु ल। भाउजूले मलाई हेला गरे भनौँ भने यस्तो महँगो साडी किन्नु भएको छ। माया गर्नुभएको भनौँ भने त्यसरी पिस्ने गरी भन्नुहुन्छ। आइस त आइस बनी आइस त। के भयो दिदी? यहाँ बस। होइन भन्या के गरे कि त्यो हाम्रो नानीले यत्रो वर्षमा आकी त्यो 4 डल्ला स्याउ, त्यो कुहिएका गनाएका त्यो नास्पाती, त्यो पनि कताबाट टिपेर ल्याकी, त्यो पनि च्यात्या झोलामा। कस्तो लाज पछि कि दिदी। मैले पनि त्यो 500 को साडी अस्ति लिएको थिएँ यसो कामवालीलाई दिन्छु भनेर। मैले पनि त्यही 500 जाने साडी दिएँ धाक धप्पी लाएर। दिदी ठिक गरिस्। हेर त बहिनी, मलाई कति राम्रो राम्रो गिफ्ट ल्याइदिएछु यी। लाई हेर त, आहा कति राम्रो छ। तेरो भिनाजुले मलाई कति माया गरेर बनाइदिनु भएको उहाँ। आहा कति राम्रो दिदी। कहाँ बनाएर ल्याउनु भएको रहेछ विनाजले? जा बनाए नि तला न। त मलाई यत्रो दिनी, नन्दलाई त्यत्रो दिनी, नन्दले फेरि डा गर्लिन् नि। छोड दे त्यसको कुरा। ल साह्रै राम्रो, मलाई त साह्रै मन पर्यो दिदी। लगाए ल साह्रै राम्रो। धन्यवाद दिदी, धन्यवाद। आखिरमा म पनि त यही घरको चेलीबेटी त हो नि। यही घरमा जन्मे, हुर्के, पढे, लेखे। ल हेर, आज आएर मलाई भाउजूले नोकरसँग तुलना गर्नुभयो। आखिर नोकरलाई किनिदिएको साडी पो दिनुभएको रहेछ। मलाई किन यस्तो व्यवहार गर्नुभएको होला? मेरो पनि त मन हो नि, मन दुख्छ। होस्, यस्तो अपमान सहेर बस्नुभन्दा त बरु जान्छु आफ्नै घर।
भयो नानी? होइन के गर्नुभयो? किन पोको पार्नुभयो यो साडी? यति राम्रोसँग मैले दिएको माया गरेर दादाले कति राम्रोसँग ल्याइदिनु भएको उहाँ, यति राम्रो साडी होइन किन पोको पार्नुभयो? के भयो? होइन नानी के भयो? यो साडी किन पोको पार्नु भएको? त्यति राम्रोसँग त्यति माया लागेर साडी दिएको मैले लाउनलाई दाइले ल्याएको, के भयो हजुरलाई? होइन भाउजू, म आइहालेँ, बसिहालेँ, अब भेटघाट भइहाल्यो, अब घर जान्छु ल। होइन किन 10-15 दिनको लागि छुट्टी मागेर आएको छु दाइसँग भन्नुभएको छ, अनि अहिले के भयो? बिहान मात्रै त आउनुभएको होइन, के भयो हजुरलाई? हुन त हो भाउजू, तर जसरी भए पनि घर जानुपर्ने छ। अब आमा र दाइलाई बहिनी आएकी थिए, दर्शन छ अरे भनेर भन्दै हुनुहुन्थ्यो, बहिनीले भनेर सुनाइदिनु, राम्रोसँग बस्नु होला, राम्रोसँग ख्याल गर्नुहोस् ल। म चाहिँ अब जसरी भए पनि घर जानुपर्ने छ भाउजू, जान्छु है त। होइन के भएछ यो नानीलाई? के भएछ? ला अनि साडी पनि छोडेर गएछ त, अनि के भएछ यसलाई? अनि के भएको हो? ओहो